छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो छ। छोरा मान्छेलाई त काल खोज्न टाढा जानै पर्दैन। ऊ त बाँचिरहेको हुन्छ, तर दिनौ कालसँग जुधिरहेको हुन्छ। कहिले श्रीमतीको दिनभरको किचकिच, कहिले छोराछोरीको तिरस्कार र बेवास्ता, कहिले आफ्नै आमा बुबाकै भेदभाव र नबुझेको माया। काँधमा ऋणको भारी जसले उसको मुटु कुन्चिन्छ, तर उसले केही भन्न सक्दैन। दिनभरको कामले ऊ थाकेको हुन्छ, तर बोल्दैन, रुन्छ भित्रभित्रै। किनकि छोरा मान्छे रुनु हुँदैन भन्ने यो समाजमा आँसु देखाउनै सक्दैन। उसले मुस्कान देखाउँछ ताकि घर चलिरहोस्, तर उसलाई त ठिक छस् भनेर कसैले सोध्दैन। उसको प्रेमको बलिदान हो, उसले केही माग्दैन। उसको शक्ति सहनशीलता हो, उसले कसैलाई दोष दिँदैन। आशा, सपना र अस्तित्वसँगै ऊ भित्र हराउँदै गएको हुन्छ। कहिलेकाहीँ ऊ चुप लाग्छ किनकि बोल्न थकाइ लाग्छ, कहिलेकाहीँ ऊ हाँस्छ किनकि उसँग रुने समय नै हुँदैन। छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो रहेछ र। ऊ कालसँग लड्दै हरेक दिन जिउँदो रहने अभिनय गरिरहेको हुन्छ। बाहिरबाट हेर्दा ऊ बलियो देखिन्छ, तर भित्रबाट विनाश हुँदै गएको हुन्छ। छोरा मान्छेको दुःख पनि बुझ्न नसकिने रहेछ। उसले न आफ्नो आमासँग अङ्गालो हारेर आफ्नो दुःख सुनाउन सक्छ, न आफ्नो बुबासँग गला लगाएर शान्ति पाउन सक्छ। भित्रभित्र टुट्दै छरपष्ट हुँदै जान्छ, तर पनि आफ्नो साथीहरूसँग ख्यालठट्टा हाँसी मजाक गर्दै गरेको देखिन्छ। आफ्ना इच्छाहरूलाई दबाएर रात कटाउँछ र बिहान अनुहारमा मुस्कान लिएर सबैको अगाडि आउँछ। यदि आँसु बग्न खोज्छ भने पनि भित्रभित्र दबाउने गर्छ, किनकि छोरा मान्छेको त्यागको कुनै सीमा हुँदैन। कहिले छोरा बनेर, कहिले श्रीमान बनेर, कहिले बुबा बनेर, कहिले दाजुभाइको भूमिका निर्वाह गरेर, त कहिले एउटा जिम्मेवार व्यक्ति बनेर उसले प्रत्येक दिन आफ्नो खुसीहरूलाई त्यागिरहन्छ, आफ्नाहरूको संसारलाई सम्हालिरहन्छ। छोरा मान्छेको जीवनको अर्थ प्राय उसको आमदामीले निर्धारण गर्छ। उसले कति कमाउँछ, परिवारलाई कति दिन्छ, उसको उत्कृष्टता, सम्मान, प्रेमको मापन त्यही अनुसार गरिन्छ। विवाहपछि श्रीमतीको सुरक्षा, बच्चाको भविष्य, सबै कुराको भार उसले एक्लै काँधमा लिन्छ। दिनपछिको रात, रातपछिको दिन बित्दै गर्दा उसले आफ्ना सारा रहरहरूलाई घाँटी थिचेर अगाडि बढ्छ। उसलाई आफ्नो दुःखको लागि कुनै ठाउँ हुँदैन। कामको बोझ र घरका मान्छेले आफूलाई नबुझिदिँदा त्यसै मन रुन्छ। मन रुँदै गर्दा आँसुले छोरा मान्छे भएर किन यसरी झसस भन्छ। मनले भन्छ कमजोर मान्छेको समाजमा, घर परिवारमा कुनै ठाउँ हुँदैन। त्यसैले आफ्नो खुसीको गला थिचेर खुरुखुरु अगाडि बढ। सबैको कुराको जिम्मेवारी पुरा गर्दा गर्दै एक दिन छोरा मान्छे मौन हुन्छ। उसको जिन्दगीको पाना खाली हुन्छ। अरूको खुसी पुरा गर्दा गर्दै आफ्नो नाममा केही लेखिँदैन। मध्य उमेरमा आएपछि उसले सोच्न थाल्छ, अब आफ्नो लागि केही गर्छु। तर उसको उमेर गइसक्यो, समय गयो, सपना गयो। अब उसँग कर्तव्यले थाकेर थकित गरेको शरीर मात्रै बाँकी रहन्छ। समाजले भन्छ